छोरी मान्छेले पनि फुटबल खेल्छ भन्ने टाइपमा हुन्छ नि त। अब यो कस्तो भने अब महिला हिंसा जस्तै अब पुरुषले मात्रै केटाले मात्रै खेल्न सक्ने, केटा मान्छेहरूले मात्रै सब थोक गर्न सक्छ, केटी मान्छेले त किन सक्दैन होइन। एउटा रेकर्ड राख्नलाई गएको थिएँ नेपालको लागि, कति दुःख गरेर गएको थिएँ। मलाई एउटा एन्फाले पनि त्यहाँ हेल्पमा त्यहाँ जानलाई एउटा पेपर बनाइदिनु भएन, एउटा देशको लागि नाम राख्छु भनेर पेपरै नबनाइदिने कि। त्यहाँ फर्स्टमा जान खोजेको तपाईँको एन्फाले पेपर नबनाएपछि पेपर मेरो बनाइदिएन। पछि अध्यक्षले के भन्नुभयो, सर यस्तो यस्तो छ तान्जानियामा भन्नुभएको त, केटी मान्छे भएर पनि तान्जानिया अफ्रिका जान्छ फेरि। अध्यक्षले त्यो यस्तो भन्दा त सोचेको नि थिइनँ, म त रोयो। पछि अनि मलाई अझै पनि हार मानेन नि, अझै पनि म जान्छु नेपालको लागि के गर्छु होइन, नाम राखेरै आउँछु भन्ने भयो नि त। आफ्नो लागि खेल्ने जाने भए पो एउटा कुरा होइन। यति गर्नलाई पनि मैले सपोर्ट पाएन। लास्टमा खेलकुद परिषद एकै कुरा सुन्दाखेरि ड्याममा लगेन। भनेपछि एन्फाले चाहिँ रिकमेन्डेसन गरेन। हजुर, खेलकुद परिषदले चाहिँ दियो। हजुर, त्यसमा चाहिँ कर्म छिरिङ सर हुनुहुन्थ्यो, म त्यो अध्यक्ष हुनुहुन्न थियो। उहाँले चाहिँ गएर पेपर गरेर चाहिँ मेरो पेपर के गरिदिनु भयो। खेलकुद परिषदलाई नै यहीँबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अनि तपाईँको त्यो मात्रै होइन नि दाजु, म यत्रो वर्ष खेलेको अब कति महिना 3 महिना 6 महिनाको हाम्रो त्यो हुन्छ नि 5,000 के सेलरी, त्यो सेलरी आउने पैसा पनि रोकिदिएको। तपाईँ त्यो गेम खेलेर फर्किने बेलामा दिएन स्यालेरी? किनभने एन्पाले भनेको हामीले भनेर मानेन, यसलाई नजा भन्दाखेरि यो गयो आफ्नो खुसीले। म आफ्नो खुसीले गएको होइन नि, यसको लागि पो म त कुनै पनि आफ्नो खुसी त कुनै पनि उ गरिनँ। अनि उहाँले त्यो भन्नुभयो, यसको पैसा ठिक्क लिन गएको थियौँ, अब साइन गर्न आँटेको थिएँ, रोक ल पैसा नदे। अब मेरो त्यही घरमा छाक टार्नुपर्छ नि, त्यही पैसा मैले नै हेर्नुपर्छ फेरि। अनि त्यही आउने पैसा नि रोकिदिएको। कस्तो भयो होला त्यहाँनिर, म त रुँदै रुँदै निस्केर गएँ। म त पुरै उ भएँ, फ्यामिलीलाई त यो कुरा त भनेको छैन होइन, भन्न नि सक्दिनँ नि त। यत्रो खेलेको कहाँ गयो। एउटा फुटबल भनेको फ्यामिलीले पढ भन्नुभएको थियो, पढाइ सढाइ पनि